पूर्व मूल्याङ्कन वा प्रारम्भिक मूल्याङ्कन भनेर पनि भनिन्छ। प्रारम्भिक मूल्याङ्कन भनेर पनि भनिन्छ। ल अब यो के भनेको, कुनै स्थानमा अंग्रेजीमा के भन्छौँ हामी, प्लेसमेन्ट इभ्यालुएसन भनेर भन्छ। प्लेसमेन्ट इभ्यालुएसन भन्नु भन्छ हैन, प्लेसमेन्ट इभ्यालुएसन भन्छौँ। अब पूर्व मूल्याङ्कन, प्रारम्भिक मूल्याङ्कन, कुनै कोठामा कुनै स्थानमा छनौट गर्ने, जाने कि नजाने भनेर गरे त मूल्याङ्कन होइन र? त्यही त हो नि पूर्व मूल्याङ्कन भनेको, पूर्व ज्ञान पत्ता लगाउन गर्ने मूल्याङ्कन भनेको होइन? त्यही त हो। कुनै क्याम्पसले, कुनै विद्यालयले, कुनै शिक्षण संस्थाले MBBS को इन्ट्रान्स पास हुनु कस्तो मूल्याङ्कन हो भनेर सोधेको थियो हैन? कस्तो मूल्याङ्कन हो भन्दा कुनै विद्यालयमा, क्याम्पसमा, शैक्षिक कार्यक्रममा विद्यार्थी छनौट गर्नका लागि लिइने मूल्याङ्कन होइन? त्यसैले के भनिन्छ, कुनै शैक्षिक कार्यक्रम कोर्स, कुनै शैक्षिक कार्यक्रम कोर्स कस्तो भन्छ, कोर्स हो। अनि क्याम्पस वा शिक्षण संस्था भनेपछि सबै पटिहाल्यो। कोर्स वा शिक्षण संस्था कार्यक्रममा विद्यार्थी छनौटका लागि, विद्यार्थी छनौट गर्न लिइने मूल्याङ्कन चाहिँ के हो त भन्दा स्थान निर्धारण मूल्याङ्कन हो। यो किन गर्ने त भन्दा विद्यार्थीको पूर्व ज्ञान परीक्षण गर्न, प्रारम्भिक व्यवहार पत्ता लगाउन, विद्यार्थीको पूर्व ज्ञान परीक्षण गर्न, पूर्व ज्ञान कतिको जानेको रहेछ भनेर पूर्व ज्ञान परीक्षण गर्न लिए। विद्यार्थीको प्रारम्भिक व्यवहार, सुरुमा उसको व्यवहार कस्तो रहेछ भनेर विद्यार्थीको प्रारम्भिक व्यवहार जाँच्न, प्रारम्भिक व्यवहारहरू जाँच्न लिइने हैन? विद्यार्थीको प्रारम्भिक व्यवहारहरू जाँच्न लिइने। राइट पोस्ट हैन, राइट म्यान इन राइट पोस्टको सिद्धान्त अनुरूप हुन्छ। राइट म्यान इन राइट पोस्ट यस्तो भन्ने सिद्धान्त हो यसको हैन? राइट म्यान चाहिँ राइट ठाउँमा पर्नुपर्छ, अझै राइट टाइममा पर्नुपर्छ भन्ने कुराकानी पनि छ नि हैन हाम्रो, होइन त? राइट मान्छे राइट ठाउँमा पर्यो भने, राइट समयमा पर्यो भने राम्रो हुन्छ। राइट म्यान राइट पोस्ट भनौँ, र राइट पर्सन राइट पोस्ट भन्ने पनि गरिन्छ हैन? राइट पर्सन पिपी, राइट पर्सन इन राइट पोस्ट भन्ने सिद्धान्त अनुरूप यो गरे हो भन्नु। गुरुबन्धु कलेज गएको जस्तै ल भन्नु त, विद्यार्थीको स्तर हेर्ने हो नि, स्तर स्किल टेस्ट गर्ने, विद्यार्थीको पूर्व परीक्षण गर्ने, पूर्व ज्ञान परीक्षण गर्ने।